ओके, आज मैले यहाँ एउटा क्वेशन रिलेटेड टु इन्टिग्रल यहाँ लिएर आइसकेको छु र यो एटेम्प्ट भइसकेको छ। यसलाई मैले रिपिट गर्दै छु र यो क्वेशन तपाईहरुले देख्नु भएको छ। एउटा इन्टिग्रलको क्वेशन छ, एन्टी डेरिभेटिभको छ र हामीले भनिसकेका छौं एन्टी डेरिभेटिभ इज द प्रोसेस, अपोजिट प्रोसेस, रिभर्स प्रोसेस टु डेरिभेटिभ। डेरिभेटिभको उल्टो प्रोसेस हो के। र अहिले हामीलाई दिएको प्रेजेन्ट क्वेशन छ I equal to integral dx upon square root of x plus a minus square root of x minus a छ। यो इन्टिग्रल हामीले इभ्यालुएट गर्नुपर्ने छ। अब हेर्नुस् कसरी हामी यसको कम्प्युटेसन गर्छौं त। सबभन्दा पहिला त हेर्नुस्, तपाईहरुको ध्यानलाई मैले यता ल्याउन चाहे यो रुलमा। जसरी हामीले डेरिभेटिभमा पावर रुल पढ्छौं त्यहाँ n - 1 हुन्छ, तर यहाँ हेर्नुस् n + 1 हुन्छ हैन। यो चाहिँ मेन फोकसको लागि हो के। n + 1 गर्छ हेर्नुस् त। यो रुल अप्लाई गर्नको लागि यो रुट हुनु भयो, यो हट्नु पर्छ नम्बर 1 कुरा। र त्यो फेरि हुनु पर्यो माथि न्युमेरेटरमा हुनु पर्यो, यहाँ छ डिनोमिनेटरमा। त्यसैले मैले कुरा किन भने यो रुट पनि हटाउनु पर्ने र यो क्वान्टिटी कहाँ पनि हुनु पर्यो, न्युमेरेटरमा हुनु पर्यो। यसको लागि एउटै उपाय छ, conjugate of denominator. When we multiply and divide by conjugate of denominator, we get this step. यसको conjugate हुन्छ यो √x + a + √x - a upon √x + a plus √x - a। यो कन्जुगेटले मल्टिप्लाई र डिवाइड गर्दाखेरि हेर्नुस् त न्युमेरेटरमा जस्ताको त्यस्तै र डिनोमिनेटरमा के भइदियो त भन्दाखेरि a - b a + b फर्म हुनेको a² - b²। स्क्वायरले गर्दा यो स्क्वायर रुट हटेर गयो। नाउ इट इज सिम्प्लिफाइड। अब यो भयो हेर्नुस् त x क्यान्सल आउट, a + a 2a। नाउ इट इज सेपरेबल, अलग गर्न सकिन्छ। अब यो क्वान्टिटी अलग भयो, यो क्वान्टिटी अलग भयो र यो 2a दुवै ठाउँमा जान्छ। यो एउटा टर्म हो, यो दोस्रो टर्म हो, दुईटै पदमा 1/2a जान्छ। सो तपाईले धेरै जसो कुराहरु के आइडिया चाहिँ क्यारी गर्नु पर्यो भने यो स्क्वायर रुट देख्ने बित्तिकै a + b a - b देख्नुहुन्छ भने कन्जुगेट चाहे लिमिट निकाल्नुहोस् है, चाहे डेरिभेटिभमा होस् चाहे एनी डेरिभेटिभमा होस्। किनभने स्क्वायर रुट a + b a - b हटाउने एउटा स्ट्रङ टेक्निक भनेको कन्जुगेटिङ हो के, कन्जुगेटिङ हो। त्यसैले यो इम्पोर्टेन्ट फ्याक्टर हो। यो कुरा मैले बढी जोड दिए र अब यो स्टेपमा पुग्ने बित्तिकै तपाईहरु इजिली थिंक गर्न सक्नुहुन्छ कि ax + b पावर n फर्ममा छ के, ax + b पावर n फर्ममा छ। अब हामी यो रुल अप्लाई गर्न पाउँछौं। ax + b होल पावर n + 1 अपॉन n + 1 * a। यो a डिवाइडमा पनि हुन्छ है फेरि। ओके, अब के हुने भयो त यो 1/2 हेर्नुस् त 1/2 मा n + 1 हुने भयो, n + 1 है। र यो 1/2 अलरेडी छ। फेरि तपाईहरुको दिमागमा के जाला भने यो a आउनु पर्ने भन्ने लाग्छ। त्यो a कब हुन्छ भने जब x को कोएफिसिएन्ट त्यहाँ छ। a होस्, 2 होस्, 3 होस्, b होस्, x को कोएफिसिएन्ट भएपछि अपनमा आउने हो। तर यहाँ x को कोएफिसिएन्ट 1 छ के, 1। त्यसैले यहाँ a आउँदैन, 2a जस्ताको त्यस्तै। फेरि अर्को यही हामीले थप्ने काम गर्नु, x को कोएफिसिएन्ट भएपछि आउने हो नि त। त्यसैले n + 1 मात्र हुन्छ अहिले। यहाँ पनि n + 1 n + 1 भयो। 3/2 3/2 हो हैन, 2 2 क्यान्सल, न्युमेरेटर डिनोमिनेटर। आखिरमा यो 2 माथि लगे पनि 2 2 क्यान्सल हुने नै हो। जसरी पनि सम्झिन सक्नुहुन्छ। र फाइनल अनुसार आएको हाम्रो 1/3a x + a होल पावर 3/2 हैन, अनि 1/3a x - a पावर 3/2 प्लस c भनेको एउटा
इंटीग्रेसन सी थप ए थप के थप त्यहाँ फरक पर्दैन। यसरी हेर्नुस् त, बिफोर अप्लाइङ द रूल डिरेक्टली फर्स्ट वी हैव टु म्यानेज द क्वेशन, म्यानेज द प्रब्लम। सबभन्दा पहिला हिसाबलाई मिलाउनु पर्छ। यदि डाइरेक्टली त्यहाँ फर्मुला अप्लिकेबल छैन भने मिलाउनु पर्छ के। सिधै अप्लाई गर्यो भने इट्स ओके। सिधै अप्लाई गर्नको लागि यो फर्ममा हुनुपर्छ, पावरमा हुनु पर्यो हैन। र त्यो पावर हुनुको लागि अहिलेको लागि रुट हट्नु पर्यो, र रुट हट्नुको लागि तपाईको के गर्नु पर्यो त, कन्जुगेटिङ अहिले आवश्यक छ। ठीक छ। हो यसरी चाहिँ हामीले कहिले प्रश्नलाई पहिला के गर्ने, मोडिफाई गर्ने, अलिकति एडजस्ट गर्ने, यसलाई म्यानेज गर्ने, अनि मिलाउने, स्ट्यान्डर्ड फर्ममा ल्याउने। हेर्नु न, यो फर्ममा ल्याउने बित्तिकै त इजी भयो, अनि सिधै हामी पावर गर्नु पाउँछौँ। I hope you are clear. Bye.